दर्शकबिन नेपालगञ्जको कोलेनपुरमा एकजना अपरिचित महिलालाई जलाएर मृत अवस्थामा फालेको घटना हामीले सार्वजनिक गरे पश्चात र अहिले प्रहरी छानबिन गर्दै गर्दा उनी महिलाको परिचय खुलेको छ। उनी 23 वर्षकी सृजना बुढा मगर रहेको छ। उनका अहिले आफन्तहरू यसरी आफ्नो छोरीको लागि न्याय माग्दै ठक्छु मैले ठक्छु खुकुरी दे मेरो एउटा बालाका बच्चालाई उसको नाम बालाको छोरी छ। आज अर्काको बच्चा बिचाली पारेर लाग्ने यही हो हिन्दू धर्म। यही हो 59 सालकी हो। हिन्दू धर्मको न्याय यही हो। नेपालमा बसेर मुसलमानको न्याय यही हो। मुसलमानको रीति थिति यही हो। त्यहाँ खुकुरी मैले जसको सन्तानलाई गार दिन्छु खोइ जसको घर गाउँमा आगो लगाइदिन्छु जसको घरले म आगो लगाइदिन्छु। मैले देखाएँ म आगो लगाइदिन्छु। मेरो नातिनीलाई आज यत्रो बालाको छोरी हुन हुन मारिदिने यही हो। नेपालमा बसेर मुसलमानको न्याय हो। मुसलमानले हिन्दूको छोरी मान्छेमा के अधिकार थियो? सबैको चेली बेटी हो। मुसलमानको छोरी पनि त्यही हो, हिन्दूको छोरी पनि त्यही हो। सबैको एउटा जात हो। काटेर रगत एउटा आउँछ हो कि बाबु? ल भन त काटेर रगत एउटा आउँछ न। मुसलमानको छोरी पनि हाम्रै छोरी हो, हिन्दूको छोरी पनि हाम्रै छोरी हो। त्यसले मान्नु के पर्यो? के रिसिएको थियो? त्यसलाई के नदिन छ कि नदिन छ कि? अपराध व्यक्तिलाई कस्तो कानुनले कस्तो सजायको माग गर्न चाहनुहुन्छ? कानुनले तपाईँ पत्रकारहरू सही किसिमले दिनु होला। मेरो बालाकाले मार्ने आज आमा नभएको छोरीलाई 3 वर्ष बच्चाले के गर्छ? त्यो 3 वर्षलाई मेरो 3 वर्ष नाति कसले पालिदिन्छ? आज हिन्दूको छोरीलाई मार्ने मुसलमानलाई त मुसलमानको छोरी पनि छोरी नै हो। हामी छोरी नै मान्छौँ। अरे छिटो अब सिनामा सबलाई लिएर आउनु। छोरमा आगो लगाइदिन्छु। सबै मान्छे आउने यहाँ गीत म तोडफोड गरिदिन्छु। तोड्छु मैले। दर्शकबिन अघि भर्खरै हामीले राखेको एउटा भिडियो तपाईँले कतिको हेर्नुभयो। जुन अपरिचित व्यक्ति भनेको महिला जुन एकजना बहिनीको नाम खुलेको छ भने उनको आफन्त पनि आइसक्नु भएको छ। वास्तवमा उनी मर्तेले बच्चा जे पर्छ